दलितलाई तपाईँ बन्दुक बोकाएर लगेर बाहुनको चुरामा लगेर भात खुवाएको त माओवादीले हो। दलितलाई बन्दुक बोकाएर लिएर गएर मन्दिर छिराएको त माओवादीले हो। भगवान तिम्रो पनि हो भनेर चिनाएको माओवादीले हो। तिम्रो श्रम यो देशको सबभन्दा रेस्पेक्टेबल श्रम हो, तिमीले गरेको हो भनेर चिनाएको माओवादीले हो। तर आज मेरो यसो कहिलेकाहीँ फेसबुकमा हेर्छु, बिक परियार भन्नेले राजा आऊ देश बचाऊ भनेर यहाँ लेख्न आउँछ कमेन्ट। बिचरा त्यसमा चाहिँ उत्पन्न भएको विषय देखेर मलाई अहिले नि दया लाग्छ। 1600 मान्छे त दलितबाट चाहिँ सहभागी भए। जनै दलित थियो नि, माओवादीले थियो नि, त्यो वातावरण शहीद भए दलित आन्दोलनको लागि। कुनै आन्दोलनमा दलितले त्यत्रो विधि आफ्ना लागि लड्नको निमित्त बलिदान गर्ने अवसर पनि पाएन कि, शहीद हुने अवसर पाएन। यो देशमा अमरसिंह थापाको कुरा हुन्छ, यो देशमा भक्ति थापाको कुरा हुन्छ, बलभद्र कुँवरको कुरा हुन्छ, विशेनगरजीको कुरा किन हुँदैन? अर्को एउटा कामीको कुरा किन हुँदैन? एउटा सार्कीको कुरा किन हुँदैन? एउटा चाहिँ के अरे राईको कुरा किन हुँदैन? एउटा तामाङको कुरा किन हुँदैन? किनभने तिनलाई न सिपाही बनाइयो, न त्यसलाई सेनापति बनाइयो, न त्यसलाई सेनामा लड्न पठाइयो। देशभक्तिको के गफ? अनि यो देश बनाएका शाह थापा उसले बनाएको भनेर मात्रै गफ दिने? त्यो कामीलाई पनि लड्न दिएको भए त देशभक्ति शहीद हुन्थ्यो होला नि। शहीद हुने अवसर समेत यो देशमा दिएन, आफ्नो लागि लड्ने अवसर पनि दिएन। माओवादीले तिम्रो लागि तिमी आफै लड भनेर बाटो खोल्दै, महिलाहरूलाई महिलाले बन्दुक छोयो भने पड्किँदैन भनेर चाहिँ उ गरेको होइन। जसमा महिलाहरूले छोएको बन्दुक पड्किन्छ भनेर सिकाएको माओवादीले त्यो कुरा सिकाए। हर मान्छेलाई जाग, उठ, लड, तिम्रो लागि तिमी लड्ने हो, दुनियाँको कोही अर्को मान्छे आउँदैन, आफै लड भने लड। 1600 दलित लडे, दलितको मुक्ति भयो। मुक्ति भएको छ। आज आर्थिक हिसाबले पुगेको छैन होला, रोजगारी पुगेको छैन होला, तिनको चेतना अझै उठाउनलाई पुगेको छैन, त्यो ठाउँ छ, गरिब छन् अझै। तर आज स्वतन्त्र भएर लड्नको निम्ति दिएको माओवादीलाई त 1 इन्च पनि त्यो माओवादी भन्दा बाहेक दलित अन्त हुनै हुँदैन। उत्पीडनमा भएका महिलाहरू छन् नि, उत्पीडित महिलाहरू नेपालमा एक मुष्टमा उत्पीडित हुन् महिलाहरू। घरमा त्यो सामन्तको घरमा पनि त्यो महिला चाहिँ उत्पीडनमै हो। ती सारा महिलाहरूलाई मुक्ति दिने पार्टी माओवादी र आम जनजातिहरूलाई पहिचान तिम्रो हो, तिमी यो क्षेत्रमा बसेका हो, बसोबासवाला हो, तिम्रो इतिहास छ, तिम्रो भाषा छ, तिम्रो धर्म छ, तिम्रो संस्कृति छ, तिम्रो परम्परा छ, तिम्रो रक्सी र अर्कोको पञ्चामृत बराबरी हो। त्यो पञ्चामृत जसरी अमृत हो, तिम्रो रक्सी पनि अमृत हुन सक्छ। तिमीले चढाएको तिम्रो पितृलाई चढाउने त्यही चिज हो भनेर भनिदिएको माओवादीले हो। अनि आज ती सारा मान्छे माओवादीमा चाहिँ बहस गर्छन्, माओवादीका बारेमा चाहिँ चाहिने र नचाहिने अन्टसन्ट कुरा गर्छन्। र माओवादी पार्टीप्रति अझै पनि यो आन्दोलनलाई अझ केन्द्रीकरण गर्ने हो भने यो 10वटा 20वटा पहिचानको चाहिँ टुक्रा टाक्री बोकेर, अर्को एउटा चाहिँ जातीय एनजिओ खोलेर होइन, अर्को एउटा चाहिँ दलित मुक्तिको चाहिँ एउटा एनजिओ खोलेर 2-4वटा चाहिँ प्रशिक्षण दिएर 200 बाँडेर 500 भत्ता आफैले चाहिँ चम्पट पारेर मुक्ति आउनेवाला छैन।